हेलो गाइज, नमस्ते। माई ब्याक टु युट्युब च्यानल अन्तकेसीमा। अनि आज मैले एउटा भिडियो गराउन गइरहेकी छु। हजुरहरूले लास्टसम्म हेरिदिनु होला अनि मन पराइदिनु होला। यस्तै गरी आइसी काम गर्ने अनि गाउँघरमा सामान कतिपय गहुँ ठाउँ ढल्याउने, त्यही त हो। अनि गहुँ ढलाइसकेपछि हामीले के खान्छौँ, के गर्छौँ लास्टसम्म बनाउने छु मैले। हजुरहरूले लास्टसम्म हेरिदिनु होला। हल्लिन्छ क्या हाम्रो आजको गहुँ बोक्ने अनि तोरी दाउने कार्यक्रम सकियो। अब हामी पानीपुरी बनाएर खाने हो। लास्टसम्म मेरो भिडियो हेरिदिनु होला। हस्, कस्तो कस्तो हुन्छ हजुरहरूले लास्टसम्म भिडियो बनाउँदैछु मैले, हेर्दै जानु होला के हुन्छ। आज आगो पनि बालियो, आलु उसिन्दैछ है ल। हाम्रो आज गहुँ काटेर पनि अनि तोरी चुटेर पनि सबै काम भ्याइयो। त्यसको पछि अरू गहुँ काटेर बोकेर चुटेर भ्याइयो। त्यसपछि हाम्रो अब हामी नास्ता बनाएर खाने। त्यसो भएर हामीले यी आलु उसिनिरहेछौँ अनि आलु उसिनिरहेछौँ। अहिले आलु उसिसकेपछि फेरि पानीपुरी लिएर फुलाउँछौँ। यता हेर गाइज, भिडियो बनाउन आएको थियो। पछि सम्झना होला त। आलु खुर्किँदैछन् बगालहरूले। हल्लिया आउला क्या, सबै घरको परिवार आउँछन् क्या यस्तो रमाइलो गरेर थियौँ भन्ने। पानीपुरीवाला बन्दैछ हाम्रो यी पानीपुरीवाला। यो के अरे यो बिर्से हेर्नु लगाइस, हामी पानीपुरी बनाउँदैछौँ। कस्तो हुन्छ हामी जेठानलाई नि हेर्नु। यता सिधा घर के पानीपुरीका यी पुरी फुलाइरहेछौँ गाइज। अनि पुरी फुलाउँदैछौँ तर कति काला गराउँछन् त्यो त थाहा छैन। भाँडो पनि साङ्ग्रो भयो क्या यो। अब त्यसलाई काटिदियो, अब काट छोड। पुरीवाला पानीपुरीवाला यी फुली गयो हाम्रा पानीपुरीवाला। आफूले बोल्छु अर्कालाई फाल्दिनु भन्छ। अलिक क्यामेराको तुल भएन क्या। सेलवाला पिठाई अब जिन्दे हिन्दी बोल्नु पऱ्यो क्या। यता आएर हामीले जेठी माइली देउरानी यिनी मेरी जेठानी हाम्रो यो चाट बन्दैछ। उसले त रात पुरी हान्छ क्या। कति बनाउने हो? हाम्रो पानी पनि बन्दैछ यी पानीपुरीवाला पानी। अनि यहाँ बनिसकेको छ। यहाँ पानीपुरी पनि बनिसकेको होइन। अनि चाट पनि बनिसकेको छ। कता हो कि चाट छान्ने चाहिँ त्यो पकाएनौँ, यस्तै बनाएर खान सोचेछौँ। अनि अब अहिले खाना लाग्यो बनाउने हो। फेरि पानीपुरी खानेवाला टिम सबै टिम पानीपुरी खानेवाला हो। ओभर नबोले है। रमाइलोको दिन यही त हो, गर्नुपर्छ रमाइलो। हाम्रो पानीपुरी आज कतिखेर हुने? 5 बज्न लाग्यो। ए बाउनी यहाँबाट सबै देखिन्छन् क्या, बनाउँदैछन् बगालले। अब सुरु भयो पानीपुरी। कोले खाने हो? आउनुहोस् अब।
बटका ल्याऊ गिलास ल्याऊ कोहीले पश्चिम खान राखन कोही पूर्व आफ्नो बट्टा खाने हो क्या त्यसले यहाँ खान पान्न आउँछ देखायो भने हाल्नु त दिदी एउटा थालमा तपाईँहरूले सबैले खामला इन्जानले खाले यहाँ हात नहाले है जानु मार त मार फेरि लाक्तिर खान्छौ दिल्नु क्या चाट हो त्यस्तै भएर चाट दिएल न निम्ति खान्छ आफ्नो आमा खान्छन् क्या सबैले यस्तो गर्न खाम क्या यस्तो दाल चुग्लीपुर खानु न क्या यो रमाइलो हो अर्के मिठो गर्न यी अरूको देख गराउने छैन यही बेयो सब यहाँ आफ्ना आफ्ना पारामा खानु सानो छैन म त हेर्ने मात्रै हो कसले कस्तो खान्छ भन्ने बगानले खाँदैछ नि दिदी कस्तो छ पानीपुरी कस्तो छ क्या पानीपुरी मजा कि नै अच्छा अच्छा अहिले हामीले कति माल खाएको छैन मैले कति खाएँ छैन मैले खाएँ छैन रमाइलो त हो नि अब मलाई बिमला खाने भए न त हेरेर अब त खाने हो म खाए त्यसलाई 5 वटा मलाई दिए त कस्तो कोहीले 5 वटा के दुईटा खाए मैले बिमला देला तिनी त ओए जना हो तिनी गरे हामीले खाने दुई खा छैन ओए जना ओए मैले पानी ले बिमला यहाँ त्यो पानी ले के चोरिस होइन कि मैले त्यहाँ दुईटा थिए के अब भइहाल्छ धेरै बेला पिरो भया छ सब बगाले पानीपुरी खाइसके अब फेरि अर्को भिडियो बनाउने छु हजुरहरूले भिडियोलाई लास्टसम्म हेरेर माया गरिदिनु होला फेरि अर्को भिडियो बनाउने छु म आजलाई यति नै ल मिठो छ कि नाइ गाइस सुन्नु मिठो छ पिरा पिरा यहाँ कस्तो पिरा लाग्यो यहाँ हालिन्छ भिडियो पिरा पिरा छ सबै हामी एउटा घरको परिवार हो आजको रमाइलो यति नै भयो हुन्छ त लास्टसम्म हेरेर जाँदा जाँदा लाइक कमेन्ट र सेयर गर्न नभुल्नु होला बाई।